ल सबैलाई स्वागत छ। आज हामी इपिएस टपिकको अध्याय 4 हेर्दैछौं। यसमा हामी कोरियनमा दैनिक काम र चीजहरूको बारेमा कसरी कुरा गर्ने भनेर एकदमै सजिलो तरिकाले सिक्नेछौं। आज हामी के पढ्छौं त? पहिले त हामी केही नयाँ शब्दहरू सिक्नेछौं। त्यसपछि वाक्य बनाउने व्याकरणका नियमहरू हेर्छौं अनि एउटा सानो कुराकानीको अभ्यास गर्छौं। अन्त्यमा सबै कुराको सारांश र केही इपिएस टपिक अभ्यास प्रश्नहरू पनि गर्नेछौं। ल सुरु गरौँ है त? ल अब सुरु गरौँ पहिलो खण्डबाट, जुन हो मुख्य शब्दहरू। भाषा सिक्नलाई शब्द त चाहियो नै, होइन र? यहाँ हेर्नुस् त, यो टेबलमा केही क्रियाहरू छन्, मतलब verbs, जुन हामी दिनदिनै प्रयोग गर्छौं। म उच्चारण गर्छु, सँगै भन्न कोसिस गरौँ है। जस्तै इल्हादा, इल्हादा भन्नुको मतलब काम गर्नु, अनि अर्को छ छादा, छादा मतलब सुत्नु। यी शब्दहरू एकदमै काम लाग्छन्, याद गरिराख्नुहोला। क्रियाहरू त भयो, अब ती क्रियाहरू केमा गर्ने त? मतलब वस्तुहरू, नाउन्स। जस्तै किताबलाई के भन्छ? छेक, छेक। अनि कफीलाई कफी, कफी। यी शब्दहरूले वाक्यलाई पूरा अर्थ दिन्छन्। ल शब्दहरू त हामीसँग भयो, अब यिनीहरूलाई जोडेर वाक्य कसरी बनाउने त त्यो हेरौँ है। अब हामी व्याकरणको नियममा जाँदैछौँ। यो व्याकरणको नियम एकदमै महत्त्वपूर्ण छ है। आयो अयो, यसले कुनै पनि क्रियालाई प्रेजेन्ट टेन्समा लैजान्छ। मतलब गर्नुलाई गर्छु वा गर्दैछु बनाउन यही नियम चाहिन्छ। अब यो लगाउने कसरी त? खासै गाह्रो छैन, बस क्रियाको अन्तिम स्वर वावल हेर्नुपर्छ। यदि वावल आ वा ओ छ भने आयो लाग्छ, अरू सबैमा अयो लाग्छ। अनि हादामा अन्त्य हुने क्रियाहरू हेयो बन्छन्। ल उदाहरण हेरेपछि झन् क्लियर हुन्छ। जस्तै जादा मतलब सुत्नुलाई हेरौँ। यसको वर्ब स्टेम जा को अन्तिम वावल के छ? आ छ, होइन त? त्यही भएर हामी आयो जोड्छौं अनि यो बन्छ जायो। अब अर्को हेरौं, मक्ता मतलब खानु। यसको स्टेम मकको अन्तिम वावल अ हो, यो आ वा ओ होइन। त्यसो भए के लाग्छ? हो अयो, अनि यो बन्छ मगयो। सजिलो छ नि, होइन? ल एउटा नियम त सिकियो। अब दोस्रो नियम, वाक्यमा अब्जेक्टलाई कसरी चिनाउने। जस्तै म भात खान्छु, मा भात अब्जेक्ट हो नि। हो, त्यही अब्जेक्ट हो भनेर देखाउन कोरियनमा उल रिल लगाइन्छ। यसलाई अब्जेक्ट मार्किङ पार्टिकल भन्छन्। अब उल लगाउने कि र लगाउने, यो पनि सजिलो छ। यदि नाउनको अन्त्यमा कन्सोनेन्ट भने भाच्छिम छ भने उल लगाउने। जस्तै छेकको पछाडि उल लागेर छेगुल भयो। अनि यदि नाउनको अन्त्यमा वावल छ भने र लगाउने। जस्तै खफीको पछाडि र लागेर खफिरुल भयो। यो वाक्य हेरौँ त। छनेन पाङ्गल मगयो। यसको मतलब हो म पाउरोटी खान्छु। यहाँ पाङको अन्त्यमा कन्सोनेन्ट छ, त्यही भएर उल लाग्यो। अनि मक्ताको मगयो भयो। दुवै नियम प्रयोग भयो नि, होइन? अर्को उदाहरण हेरौँ। थारासिनन खफिर मासयो। दाराजी कफी पिउनुहुन्छ। यहाँ खफीको अन्त्यमा वावल छ, त्यसैले र लाग्यो। कति सजिलो। ल नियमहरू त सिक्यो। अब यिनीहरूलाई एउटा सानो कुराकानीमा प्रयोग गरेर हेरौँ है त। ल यहाँ जहाराले सोध्छिन्, जिगम मोहेय, जिगम मोहेय। यसको मतलब हो अहिले के गर्दै हुनुहुन्छ? यो प्रश्न एकदमै कमन छ, याद गर्नुहोला। अनि जिन्सुले जवाफ दिन्छन्, छनन छेगर इल्गयो, चाहरासिनन मोहेयो। मतलब म किताब पढ्दैछु, हजुर के गर्दै हुनुहुन्छ? यहाँ हेर्नुस् त, छेकको पछाडि उल लाग्यो अनि इक्ताको इल्गयो भयो। दुवै नियम लागू भयो। अनि जहाराले भन्छन्, छनन जिगम खफिरल मासयो, म अहिले कफी पिउँदैछु। फेरि त्यही नियम, खफिरको पछाडि रुल अनि मासिदाको मासयो भयो। यसरी नै हो कुराकानी गर्ने। ल आज पढेको कुराले एकचोटि सर्र सम्झियौँ है त। मुख्य बुदाहरू के थिए? कसैलाई के गर्दै हुनुहुन्छ भनेर सोध्न महेयो भन्ने। अहिले गरिरहेको काम बताउन क्रियामा आयो अयो हेयो लगाउने अनि वाक्यको अब्जेक्टलाई देखाउन उल रुल प्रयोग गर्ने।
यति जानेपछि त दैनिक गतिविधिबारे सामान्य वाक्य बनाउन सकिहालिन्छ। ल, अब पालो आयो अभ्यासको। इपिएस टपिक परीक्षामा कस्तो प्रश्न आउँछ त्यस्तै केही प्रश्नहरू हल गरौँ है त। पहिलो प्रश्न, यो तस्विर हेर्नुहोस् र सही वाक्य छान्नुहोस्। चित्रमा के गरिरहेको छ? विकल्पहरू छन्: 1. उन्दुङ हेयो, 2. छेगलिल गयो, 3. छायो, 4. योरी हेयो। कुन होला सही उत्तर? हो, सही उत्तर हो नम्बर 2, छेगल इल गयो। मतलब किताब पढ्दैछ। चित्रसँग ठ्याक्कै मिल्यो नि। अब दोस्रो प्रश्न, खाली ठाउँ भर्ने। झनन, पाङ, म गयो। यो खाली ठाउँमा के हुन्छ होला? विकल्पहरू छन्: इ, खा, उल, ए। यसको सही उत्तर हो नम्बर 3, इल, किनभने पाङ कन्सोनेन्टमा अन्त्य हुन्छ। ल, कस्तो लाग्यो त? आज हामीले सिकेको कुरालाई अभ्यास गर्दै गर्नुहोला। जति धेरै अभ्यास गर्यो उति नै सजिलो हुन्छ। ल त, अर्को पटक भेटौँला।